नमस्ते सबैजनालाई, रिकी श्रेष्ठ ब्लगमा स्वागत छ हजुरहरूलाई। आज हामी ओपील्यान्ड जाँदैछौँ। अब दिदीहरूको छुट्टी पनि थियो अनि बाहिरबाट विराटनगरबाट आउनु भएको थियो। अनि सानो बाबु अनि मेरो सानो छोरो रनिक अनि अक्षदा दिदीको छोरी अनि हामी 3-4 जना 5-6 जना हामी जाँदैछौँ। अनि त्यहाँ अब खेल्ने कुराहरू पनि छ बच्चाहरूको अनि ठुलो मान्छेहरूलाई स्विमिङ गर्ने पनि छ। धेरै अगाडि गएको थियो, अब आज धेरै पछि हामी जानेछौँ। अब रेडी हुनेछौँ, यसो आजको दिन अलिकति रमाइलो गर्नेछौँ। र अगाडिको भिडियोहरूमा हजुरसँग जोडिने छु म। अनि हजुर सबैजनाले हेरिदिनु होला, इन्जोय गरिदिनु होला र लाइक कमेन्ट गरिदिनु होला। हजुर केही सुधारहरू गर्नुपर्ने छ भने म यो भिडियोमा आगामी भिडियोहरूमा गर्नेछु। धन्यवाद। हामी कहाँ जाँदाको? हामी कहाँ जाँदाको भन्नु त? ओपील्यान्ड जाँदाको हामी सबैजना फ्यामिली। हामी आज ओपील्यान्ड जाँदाको घुम्नको लागि। ल हामी रेडी भएका छौँ, अब हामी जाने ओपील्यान्ड। अनि अब अगाडिको भिडियोहरू हामी देखाउने छौँ। मेरो बाबु यहाँ कति रमाउँदैछ जान लाग्यो भनेर। त्यहाँ लोकेसन हेरेर हिँड्नु न। बाटोमा हिँड्यो। फाइनली गाइज हामीहरू ओपील्यान्ड आइपुग्यौँ। ओपील्यान्ड आइपुग्यौँ फाइनली। आइपुग्यौँ होइन त। अब के छ प्लान? के गर्ने हो? स्विमिङहरू पनि गर्ने हो। बाबु यहाँ हेर है, हामी त आज खेल्न आएको नि ओपील्यान्डमा। रमाइलो गर्नुपर्छ। स्विमिङ यसो पानीमा अलिअलि छ्याप्यान छुलुङ गर्ने हो। अनि ड्रागन पार्क घुम्ने हो। सबै कति राम्रो राम्रो ड्रेसहरू रहेछ यार। पाए त सुजा खै देखाउने त फर्काएर। अब हामी इन्ट्री गर्नेवाला छौँ। चिलन दिदी हामी इन्ट्री गर्दैछौँ रे। इन्ट्री गर्दैछौँ रे। सबै छ, सबै छ कि आज स्कुलको विद्यार्थीहरू टन्नै आउनु भएको छ।
हेलो अवतार हामी त आज तिमीलाई भेट्न आएको आजको स्कुलको दिन बाँधेरै नै रहेछ कस्तो डर लाग्छ समाउनै त लड्ला हैन नपक्रिनु भन्छ ब्यालेन्स मिल्छ भनेर चाहिँ गरेको हो के वाउ ओइ नाना साथै न भिडियो बनाइन्छ यसको तेरो पनि बनाइन्छ के भयो ए हामी कहाँ छौ बाबुको लुगा तल तान्ने न तान्ने के एकछिन लुगा तल तान्ने भनेको पनि नभन्छ खेल्ने नि वाउ अब डाइनोसर साउन्ड छ साँच्चीकै होइन कि डाइनोसरको साउन्ड मात्र सिकाएको के साँच्चीकै डाइनोसर हो होइन एक नडरमा के छ हामीले जुमा हेरेको थियौँ अस्ति नगर न हामी छु के को डाइनोसर छु हामी तिमीलाई भेट्न आएको हेलो डाइनोसर हामी तिमीलाई भेट्न हेलो 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 ओ डाइनोसरस हाय बाई बाई भन्दै बाई को ये कस्तो र अझै पनि भएन कति र बनाइ गरे के गरे गरे मेरोबाट भएन मेरोबाट गर्दै छु त नि भिडियो न डाइनोसर के न धेरै फेरि डाइनोसर मिल्दैन हेलो अबि 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 हामी हेर्न च्यातिसक्यौँ नयाँ थियो नि त हामी हुँदा बिचराको सिलाको पो रहेछ त मुख म आउँदाखेरि पुरै नयाँ थियो है त्यतिखेर डाइनोसर त कति ठुलो डाइनोसर जस्तो पनि बनाएको के फेरि अनि घाम पानी हुन्छ त अनि पेट फुल्दै उयो गर्छ यो नकराको जालो बाबु हेर त रामिक वाउले दियो उठ्यो भने अलि फेरि यहाँबाट लड्छ डाइनोसर पे नचलाउनु उठ्यो भने अलि यहाँबाट हुँदै के नचलाउनु के मैले त ब्यालेन्स बिगारिदिन्छ हुँदैन आइपुग्न नचला अनि यहाँ ब्यालेन्स बिग्रिन आपत्ति पर्छ फेरि
अब उसोभन्दा ठुलो डाइनोसर त त्यहाँ पो छ त कस्तो शीतल रहेछ यहाँ कहाँ छ ठुलो डाइनोसर कस्तो मिष्टी माकुराको जालो पनि आउँदो रहेछ मैले खिचिरहेको छु त सबैको अक्षता यहाँ हेर हेलो भनिदेऊ सफल यहाँ हेर रमाइलो भइरहेछ यता यहाँ मकरीको जालो अब आउँछ फेरि ओ डाइनोसरस यहाँ छ कस्तो मजाले पानी उम्लेको नि त है भिडियो क्याप्टन लाग्यो कि कस्तो दामी लाग्यो राम्रो आइरहेछ कि त्यही भएर त खिचिरहेको छु त सुजित्रा दिदी सुधा दिदी सबल अक्षता डाइनोसोरस सेल्फी पर्दैन मैले अघि कस्तो ठुलो डाइनोसोरस ओहो हाम्रो के हो जुरासिक पार्क सक्यो यो अब अर्कोमा पनि गर्छौँ खेलिसक्यो भिडियो एकदम रमाइलो भयो गाइज तर आज एकदमै भिडभाड थियो एकदम घाममा एकदम गर्मी हामी अब जुरासिक पार्क सकेर अब अझै तलको के छ गार्डनहरू के छ त्यसमा घुम्न जाँदैछौँ है गाइज हजुर के अरे आजको हाम्रो खाजा कत्रो ठुलो कमिलो नि ल यहाँ खिचिदिन्छु तिमीहरूको बस है हो नि त त्यो ल यहाँ हेर्ने हो
I'm dreaming in dreams bigger than me, taking my time, giving to me, paint my life into a masterpiece, coloring it how I want it to be. Won't stop till I see what I want to see. I'm picking up books to get inside the heads of the ones who happen to life instead of it happening to them. I wonder if I'll make a difference like that, even if it don't happen fast. सबैजनाले भिडियो हेरिदिनु भएकोमा धन्यवाद। लाइक कमेन्ट गरिदिनु होला र आगामी भिडियोहरुमा सुधार गर्नेछु र सब्स्क्राइब पनि गरिदिनु होला सबैजनाले। धन्यवाद।